यो लेखा समितिमा उठेको प्रश्न जो थियो खगेन्द्र सुनारज्यूले उठाउनु भएको, माननीय खगेनज्यूले उठाउनु भएको क्वेसन, तपाईँलाई कस्तो लाग्छ? तपाईँका विचारहरू तपाईँ प्रस्तुत गर्नुहोला र मेरा विचारहरू मैले भन्न पाउनुपर्छ। मेरा विचारहरू मेरा मनमा लागेका कुराहरू मैले भन्न पाउनुपर्छ। यो कुरा भन्दै गर्दाखेरि म कसैको विरोधी पनि होइन र कसैको आलोचक पनि होइन। यो कुराहरू नितान्त मेरो विश्वास हो, मेरो व्यक्तिगत विचार पनि हो। त्यसो भएको हुँदा खगेन्द्र सुनारलाई जसरी लेखा समितिमा बोलाएर लेखा समितिको सदस्य भइसके पछाडि त्यहाँ प्रश्न उठे पछाडि उहाँले गरेको प्रश्नमाथि जसरी गृहमन्त्रीज्यूले म थिएन त्यो दिन म नभएको हिसाबले त्यहाँ के बोलेको सुन्न आयो, यो कुराहरूप्रति मेरो ध्यान आकर्षण भएको छ, मेरो आपत्ति छ। यी यताउता कुराहरू चाहिँ केही कुराहरू बाहिर सुन्नमा आए। म गृहमन्त्रीज्यूलाई स्पष्ट भन्न चाहन्छु, तपाईँलाई हरेक पटक हामीले साथ दिएको छ, अझै पनि दिन्छौँ, त्यहीमा दुई मत रहेन है। तर यसको मतलब यो पनि होइन कि हिजोका दिनमा जसरी कुनै राष्ट्रपति भयो, कुनै प्रधानमन्त्री भयो, कुनै मन्त्री भयो, कुनै सांसद भयो र तिनले गलत गर्यो र तिनले भ्रष्टाचार गर्यो भने तिनलाई चाहिँ यसो चोख्याएर सुनपानी छर्केर पठाउने, घर फिर्ता गर्ने र समितिमा मुद्दा चलेको छ, अख्तियारमा मुद्दा छ भन्ने जस्तो कहानी नहोस् भन्ने हाम्रो चिन्ता हो। यो बेलामा, यो समयमा, यो जनताको सरकार भएको बेलामा ताकि त्यो घरकै आफ्नै मान्छेले किन भ्रष्टाचार किन नगरोस्, ताकि त्यो राष्ट्रपतिले किन नगरोस्, ताकि त्यो प्रधानमन्त्रीज्यूले किन नगरोस्, ताकि त्यो पार्टी सभापतिले किन नगरोस्, हरेक माथि प्रश्न उठेपछि छानबिन हुनुपर्छ भन्ने हिसाबले जनता